कहिलेकाहीँ फेसबुकमा पढाएको कुराहरू क्या रेलेभेन्ट लाग्छ नि है। हुन त कसले लेख्नु भयो थाहा छैन, मैले 2018 तिर फेसबुकमा पढाएको थिएँ, तर अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ, किनभने यहाँ विभिन्न खाले युवाहरूको मानसिकता बोलेको छ। जस्तै नेपालमा हुनेले भन्छ म पनि अब दुबईतिर जानुपर्छ क्या हो, तल्लो घर साइलेलाई हेर्दा त टन्न पैसा कमाउन थालिसक्यो, लास्ट मोज गरेर होला यार दुबईमा। अनि दुबईमा बस्नेले भन्छ यहाँ मुस्लिम कानुन अन्तर्गत बस्नुपर्छ, गाह्रो छ, बरु मेरो काकाको छोरो इजरायलमा छ, मस्त पैसा कमाउँछ, मोज छ यार त्यसको त। अनि इजरायलमा बस्ने युवाले भन्छ रात दिन बुढाबुढी स्याहार्दा स्याहार्दै हैरान भइन्छ, कतिखेर रकेट खस्ने थाहा छैन, बरु मेरो फुपूको छोरो स्पेनमा छ, लुकेर छिर्न साथ पिआर भयो अरे, मोज छ युरोपमा। स्पेन बस्ने युवाले भन्छ रजिस्टर गरेर केही वर्ष बस्न साथ कार्ड भएर त के गर्नु, काम पाउन गाह्रो छ, जति गर्दा पनि पैसा कमाउनै सकिएन, बरु मेरो साथीको दाइ डेनमार्कमा छ, पढ्छ पनि पैसा पनि कमाइरह, मोज गरे त्यसले त। अनि डेनमार्कमा हुने युवाले भन्छ काम पाएर मात्र के गर्नु, पढाइको पैसा, घर भाडा र खाना खर्चमा सबै पैसा सकिन्छ, थुप्पो बचाउन सकिए होइन, बरु मेरो साथी नर्वेमा छ, पढ्न पैसा लाग्दैन, खुब मोज गरेछ। अब पालो नर्वेतिर बस्ने युवाको, उनी भन्छन् पढाइ फ्री भएर के गर्नु, पढुन्जेल काम राम्रोसँग हान्न पाइँदैन, अब पढाइ सकेपछि नेपालतिर दबाइदिन्छ, पिआर पाउने होइन, बरु मेरो मामाको छोरो फिनल्यान्डमा छ, त्यसले चाहिँ बवाल मोज गरेछ। अनि फिनल्यान्डतिर भएका युवाले भन्छन् पिआर भएर के गर्नु, भाषा नसिकी भने जस्तो काम पाइँदैन, महँगो यस्तो छ कि पैसा जोगाउनै सकिन्न, भाषा नै सिक्नु परेपछि बरु मेरो दिदीको देवर जस्तै जापान गएको भए जानासाथ यामातोमा काम पायो, पढ्छ पनि मोज गरिरहेछ। अनि जापानमा भएको युवाले फेरि भन्छ भाषा जानेर के गर्नु, पिआर आउनु भनेको त्यस्तै हो, आए पनि हामी विदेशी, सधैँको विदेशी, खोलेको रेस्टुरेन्ट चल्दैन, पुग लिएर पैसा कमाउने सपना नै भयो, कसैलाई भिजा नै दिँदैन, बरु मामाको छोरो अमेरिका जान साथ पेट्रोल पम्पमा काम पायो, खुब मोज छ बरु त्यतातिर। अनि उता अमेरिकामा भएको युवाले भन्छ इङ्ग्लिस बोल्छ भन्दैमा के गर्नु, गाडी नकिनिकन कामै पाइँदैन, काम गरेको पैसाले सबै गाडीको किस्ता तिर्दै ठिक्क, कुनीको इन्सुरेन्स, हेल्थ इन्सुरेन्स, यो इन्सुरेन्स भनेर सबै इन्सुरेन्समा जान्छ, घरको मोर्गेज तिर्दै ठिक्क, पढाइको पैसा तिर्दै ठिक्क, अनि कुनै बेला काम गरेर स्टोरमा आएर बन्दुक टाक्ला पनि डर, फेरि कहिले पढाइ सकाउने, अनि प्रोसेस गरेर ग्रिन कार्ड बनाउने र पैसा कमाउने। बरु मैले चिनेको दाइले नेपालमै शान्तिनो बिजनेस गरिरहेछ, महिनाको 50-60 हजार कमाउँछ अरे, मोज गरेर बसेको छ उतै मजाले परिवारको साथमा। हामी भने यता न परिवार न चाडपर्व न साथीभाइ, जति गरे पनि जोगाउन सके होइन। साँच्चै यो फेसबुकमा भेटिएको कथाले धेरैको यथार्थ बोल्दछ। यहाँलाई के लाग्छ, नेपालमा रोजगारीको आकर्षण नहुनु र युवाहरू विदेश हुनुमा के कुराले प्रमुख भूमिका खेलेको छ?